हामी डराउने तब न ठुलाले कमाउने मूल नारासहित हाम्रो भिडियो सुरु गरौँ। हेलो नमस्ते। आज मार्केटले के राहत दिएको अवस्था छ लगानीकर्ताहरूको लागि। हजुरहरूको पक्कै पनि मुहारमा खुसी आएको होला। आज विगत 7 दिनदेखि घटिरहेको मार्केटमा आज केही राहत महसुस गराएको छ यो ग्रीन क्यान्डलले चाहिँ। अब नेप्से यहाँबाट हेर्ने हो भने चाहिँ लगभग 7% घटिसकेको अवस्था थियो हैन। अब आज केही ग्रीन क्यान्डल फर्म भएको छ, भोल्युम ठिकठाक आएको छ है। अब यो एरियामा यतिको रियाक्ट गर्नु चाहिँ नर्मल हो हैन। यति घटिरहेको छ, कुनै न कुनै दिन त रियाक्ट गर्नै पर्थ्यो हैन। अब हिजोको भिडियो हेर्नुभएको है, हिजो पनि मैले भनेको थिएँ बाइङ एरियामा आयो है, बाइङ एरियामा आयो है भनेर भनेको थिएँ मैले। अब हिजोको भिडियो हेर्नेहरूलाई थाहा हुन्छ हैन। हाइड्रो पावर इन्भेस्टमेन्ट सेक्टर मैले हिजो क्लियरली भनिदिएको पनि थिएँ। जो दुईटै सेक्टरले राम्रै आज मोमेन्टम पनि समातेको छ। त्योभन्दा अगाडि चाहिँ सुरुमा के भयो मार्केटमा हैन, त्यो सरसर्ती भनिदिन्छु है त। आज 17 पोइन्टले मार्केट बढेको छ। आज दिनभरिमा राम्रै बाइङ सेन्टिमेन्ट चाहिँ देखाइरहेको थियो कि आज पोजिटिभ कुरा चाहिँ राम्रै दिनभरि नै बाइङ सेन्टिमेन्ट कायम नै रहेको थियो। अन्तिम मोमेन्टसम्म पनि बाइङ सेन्टिमेन्टै देखाइरहेको थियो है त मार्केटले। त्यो चाहिँ एउटा पोजिटिभ पक्ष भयो मार्केटको। अनि आज 8.2 अरब भोल्युम भनेपछि हिजोको जस्तै तुलनामा बराबर अवस्थामा आएको छ। हिजो पनि 8.3 आज 8.2 भनेपछि लगभग बराबर अवस्थामा भोल्युम आएको छ। आज 144 वटा कम्पनी बढेको छ भने 89 वटा घटेको छ। त्यसैगरी 11 वटा कम्पनी अनचेन्ज अवस्थामा रहेको छ। अब आज बढ्नेमा PHCL, PRIN, DHPL, GHL, MEHL, त्यसैगरी टप लुजर्समा WNLB, CRBL, GRDBL, EHPL, SAPDBL। टप टर्नओभरमा HRL, NRN, GHL, NRIC, त्यसैगरी टप भोल्युममा GHL, त्यसपछि MLBL, HRL, त्यसैगरी टप ट्रान्ज्याक्सन्समा GMLI, HRL, MLBL, GHL र NRIC। अब आज मार्केटको कुरा गरौँ। मार्केटमा अब हिजो मैले भनेको थिएँ अब केही बाइङ सेन्टिमेन्ट आउन सक्छ हैन। यो पिभटको यो सपोर्ट लेभललाई तल ब्रेक गरेर गयो भने चाहिँ हामीले केही बाइङ अपर्च्युनिटी हो भनेर बुझ्नुपर्ने भनेर भनेको थिएँ। अब आज त्यो पिभटको सपोर्ट भन्दै माथिबाटै ग्रीन क्यान्डल चाहिँ फर्म भएको छ है। अब हौसेर पुरै फुल इन्जेक्ट चाहिँ भन्दिनँ अहिलेको लागि है त। 100% मार्केटमा हालिदिउँ भन्ने पनि होइन। नेप्सेको कुरा गर्ने हो भने अब इन्डिभिजुअल सेक्टर इन्डिभिजुअल स्टकमा चाहिँ फरक पर्न सक्यो है। अब हामीले बाइङ चाहिँ कतिखेर अब अहिले चाहिँ 50% गर्ने हैन। अब बाँकी 50% चाहिँ कतिखेर गर्ने भन्ने कुरा चाहिँ बाइङको लागि चाहिँ स्ट्रेटेजी के हुन्छ भन्दाखेरि अब अहिलेको अवस्थामा ग्रीन क्यान्डल आजको ग्रीन क्यान्डलमा अब आज बाइङ अपर्च्युनिटी थियो 50% इन्जेक्ट गर्ने बेला हो हैन त। अब नेक्स्ट क्यान्डल पनि राम्रै फर्म भएर अब यो पिभटलाई पनि हैन रेजिस्टेन्स पनि ब्रेक गरेर माथि अडेर बस्छ भने त्यतिखेर हामीले बाँकी 50% इन्जेक्ट गर्न सकियो हैन। अब एउटा अवस्था के पनि हुन्छ भन्दाखेरि अब मार्केटले राम्रो एउटा बाउन्स ब्याक दिएर रिटेस्ट नगरिसकेको अवस्था हो नि त अहिले। अब त्यो अवस्थामा चाहिँ ग्रीन क्यान्डल फर्म भयो भन्दैमा होसिएर पुरै इन्ट्री गर्नुभन्दा पनि अब यदि यो पिभटको सपोर्टतिर हैन यता गएर फेरि मार्केट फर्केर चाहिँ अब यो त्यसपछिको यो जुन सपोर्ट छ नि 2708 को सपोर्टलाई नि त्यसपछि ब्रेक गरेर अत्याउँछ नि त हैन। त्यतिखेर चाहिँ हामीले इन्ट्री गर्न सक्यौँ हैन। एउटा सिनेरियो त्यो भयो है त। यत्रो दिन घटिरहेको मार्केट हैन केही बाउन्स ब्याक गरेर फेरि रिटेस्ट हुने सम्भावना फेरि हुन्छ के। केही बाउन्स ब्याक गर्ने अनि फेरि झर्ने सम्भावना ज्यादा हुन्छ हैन यत्रो दिन घटेको मार्केटमा। त्यही भएर हामीले नेक्स्ट सिनेरियोलाई चाहिँ मुख्य फोकस राखेर चाहिँ के गर्नुपर्छ भन्दाखेरि अब यो सपोर्ट ब्रेक गर्छ नि अनि त्यसपछिको अवस्थामा चाहिँ यता आइसकेपछि 2691 आसपासमा आइसकेपछि चाहिँ हामीले केही बाइङ हेर्नु पर्ने अवस्था रहेको छ है त। अब हाइड्रो पावर सेक्टरको कुरा गरौँ। हाइड्रो पावर सेक्टरको पनि हिजो नेप्सेमा जे भनेको थियो हाइड्रो पावरमा पनि त्यही नै भ्यालिड छ भनेर भनेको थियो हैन। अब यो ब्रेक गरेर तल गयो, यो सपोर्ट यो 3610 को सपोर्टलाई ब्रेक गरेर तल गयो भने त्यसपछि हामीले इन्ट्रीको लागि हैन बाइङ पोजिसनको लागि रेडी भएर बस्नुपर्छ भनेको थिएँ। अब आज त्योभन्दा माथि नै ग्रीन क्यान्डल फर्म भएर एक दुई दिन यता सस्टेन गरेर फेरि यसलाई ब्रेक गर्न आउँछ भने चाहिँ त्यतिखेर हामीले फुल इन्ट्री गर्नुपर्ने अवस्था पनि रहन सक्छ है त। त्यतिखेरको मार्केट सिनेरियो हेरेर हामीले कारोबार गर्छौँ हैन। अब हाइड्रो पावरको इन्डिभिजुअल सेक्टरहरू चाहिँ अब त्यो छुट्टै लयमा चलिरहेको हुन्छ, त्यसलाई चाहिँ हेर्नु होला हैन। अब सेक्टरकै कुरा गर्ने हो भने चाहिँ अब एक दुई दिन यतै सस्टेन हुन खोजेको जस्तो गरेर अनि फेरि यसलाई ब्रेक दिन आउँछ भने चाहिँ त्यसपछि हामीले बाँकी अब यहाँनिर 50% इन्ट्री गर्नुभयो भने चाहिँ बाँकी 50% चाहिँ यो ब्रेक भएर तल आउँछ भने चाहिँ यहाँनिर अपर्च्युनिटी हो है। अब यो 3580-90 को आसपासमा चाहिँ अपर्च्युनिटी हुन्छ है भनेर चाहिँ बुझ्नुपर्ने अवस्था रहेको छ हाइड्रो पावरमा। अब यदि अर्को सिनेरियोमा चाहिँ त्यही अब नेप्सेको कुरा गरे जस्तै यो माथि यो क्यान्डल अब यतातिर गएर सस्टेन हुन्छ, पिभटभन्दा माथि सस्टेन हुन्छ भने पनि हामीले त्यसपछि चाहिँ बाइङ गर्नुपर्ने, बाँकी 50% बाइङ गर्नुपर्ने भनेर सोच्नुपर्ने हुन्छ। अब यहाँनिर एउटा जोन रहेको छ कि यो जुन यो 3750 देखि लिएर 3767 सम्मको जोन छ नि। अब यसलाई फेयर भ्यालु ग्याप भनौँ जे भनौँ हैन। अब यहाँनिर मार्केटले के रियाक्ट गर्नुपर्ने हो है यो लेभलमा चाहिँ। किन भन्दाखेरि अब यहाँनिर कन्फ्लुएन्सको जोन पनि छ प्लस फेयर भ्यालु ग्याप पनि छ। यो यति मात्र हेर्ने भने पनि अब यो बिचमा चाहिँ केही कन्फ्लुएन्सको जोन रहन्छ हैन। यहाँनिर चाहिँ केही सेलिङ आउन पनि सक्छ। हामीले यो अवस्थामा पनि वाच गर्नुपर्ने छ। यो त पछिको कुरा भइहाल्यो, त्यतिखेरै कुरा गरौँला हैन। अहिलेको अवस्थामा चाहिँ 50% यहाँ इन्ट्री भयो। अब 50% बाँकी चाहिँ अब यो पिभटभन्दा माथितिर सपोर्ट लिएर बस्छ भने चाहिँ
हामीले त्यतिखेर गर्न सक्यौँ है त। अब इन्डिभिजुअल सेक्टर त अब इन्डिभिजुअल स्टक त त्यसमा त फरक परि नै हाल्यो। जस्तै आज PHCL होइन, GHL, MEHL, अब यो त इन्डिभिजुअल स्टकहरू छ नि त, त्यसमा छुट्टै स्ट्राटेजी हुन्छ। हाइड्रो पावरको कुरा गर्ने भने चाहिँ हाइड्रो पावरमा चाहिँ अब त्यही भनेअनुसार गर्नु पऱ्यो है त। अब इन्भेस्टमेन्ट सेक्टर हेरौँ, इन्भेस्टमेन्ट सेक्टर पनि बाइङ जोनमा आइसकेको छ भनेर भनेको थिएँ हिजो होइन। अब आज चाहिँ राम्रै बाइङ भोल्युमसहित बाइङ आएको छ। अब NRNमा आएको यो भोल्युम चाहिँ होइन, यो चाहिँ बिर्सिनु भएन, सबैमा आएको भन्दाखेरि पनि NRN र CSDCमा अलिकति बढी आएको छ। अब यसलाई त्यही अब 50% चाहिँ इन्जेक्ट गर्न सकियो है त। अहिले राम्रै अवस्थामा रहेको छ, सपोर्टमा इन्ट्री गर्दाखेरि पनि राम्रै अवस्था रहन्छ इन्भेस्टमेन्ट सेक्टरको लागि चाहिँ। राम्रै भोल्युमसहित आज मार्केटमा कारोबार भएको छ, यसलाई पोजिटिभ रूपमै हेर्नुपर्ने अवस्था छ है त। नन लाइफ सेक्टरको कुरा गरौँ, नन लाइफ सेक्टर पनि अब यो पिभोटको सपोर्टमा आइरहेको छ, 12,615 को आसपासमा आइरहेको छ होइन। अब यसलाई वेट गर्न सकियो, अझै पनि बाइङ भन्दाखेरि पनि यसलाई अझै वेट गरेर चाहिँ यो पिभोटमा यो सपोर्टमा चाहिँ कसरी रियाक्ट गर्छ त्यही अनुसार हामीले हेरेर चाहिँ अगाडि बढ्नुपर्ने स्थिति छ। यसलाई अहिले नन लाइफलाई हेर्ने मात्र है त। अब डेभलपमेन्ट ब्याङ्क हेरौँ है त। अब डेभलपमेन्ट ब्याङ्कलाई मैले हिजो के भनेको थिएँ, अस्ति नै के भनेको थिएँ भन्दाखेरि यतातिर 50% बाई भनेको थिएँ। अब हिजो के भनेको थिएँ भन्दाखेरि अब हौसेर आजको दिनमा बाई गर्नुपर्ने स्थिति छैन भनेको थिएँ है त। त्यही अनुसार आज रेड क्यान्डल चाहिँ फर्म भएको छ, मार्केटले रिजेक्सन देखाइरहेको छ। हामीले डेभलपमेन्ट ब्याङ्कलाई बाँकी 50% चाहिँ यो एरियातिर आउनु खोज्यो भने चाहिँ, यो सपोर्ट ब्रेक गरेर तल आउनु खोज्यो भने चाहिँ यतातिर हामीले बाइङ अपर्च्युनिटी खोजेर बस्नुपर्ने स्थिति रहेको छ डेभलपमेन्ट ब्याङ्कलाई। अहिले जस्ट वेट एन्ड वाच है त। 50% यता इन्ट्री भनेको थिएँ, यो 3-4 दिन अगाडिदेखि नै मैले भनिरहेको कि 50% चाहिँ यता इन्ट्री, बाँकी 50% चाहिँ यता आयो भने पिभोटको सपोर्टतिर आयो भने यतातिर चाहिँ हामीले बाँकी इन्ट्री गर्नुपर्ने अवस्था रहन्छ भनेर भनेको थिएँ। अब त्यही अनुसार नै अहिलेसम्म त्यही कुरा नै भ्यालिड छ होइन। अब कि त यो पिभोटभन्दा माथि गएर सस्टेन भएर बस्नु पऱ्यो, कि त यो यतातिर आएर बस्नु पऱ्यो, त्यतिखेर हामीले इन्ट्री गर्न सक्यौँ भनेको पनि थिएँ। अब एग्रेसिभ बाई होइन अहिले होइन, रिजेक्सन पनि छ यो क्यान्डलमा। अब त्यही भएर चाहिँ अब आज त्यही नै अनुसार गर्नुभयो होला, ठिक छ। यसलाई अझै वेट एन्ड वाच है त। अबको दिनहरूमा चाहिँ यो कसरी मुभ हुन्छ त्यही अनुसार हामीले स्ट्राटेजी बनाउँला। अहिलेको लागि वेट एन्ड वाच। लाइफ इन्सुरेन्स सेक्टर हेर्ने भने लाइफ इन्सुरेन्स सेक्टरमा चाहिँ केही पोजिटिभनेस आउन खोजेको हो कि केही पोजिटिभ हुन खोजेको हो जस्तो पनि देखिन्छ। इन्ट्री गरिहाल्नुपर्ने स्थिति चाहिँ छैन। यसलाई यो सपोर्टसम्म हेर्न सकियो, त्यसपछि तल आउँछ भने पनि हामीले यतातिर यो दुईवटा सपोर्ट छ नि, यो जुन 13,612 को र 13,215 को बिचको यो एरिया छ नि, यो बिचमा आयो भने चाहिँ हामीले त्यतिखेर बाइङ अपर्च्युनिटी खोज्नुपर्ने हो कि जस्तो पनि देखिन्छ। अहिलेको लागि ठिकै छ होइन, भोल्युम त्यति उत्कृष्ट पनि होइन होइन, इन्डिसिजन क्यान्डल पनि छ। यसलाई अझै वेट गर्न सकियो है त, इन्ट्री लिइहाल्नुपर्ने अवस्था चाहिँ छैन। अदर सेक्टर पनि हेरौँ। अब अदर सेक्टरलाई यतातिर सेल भनिसकेपछिको अवस्थामा अझै बाइङ भनिसकेको छैन होइन। अब ठिक छ, यसलाई पनि हेर्न सकियो, अझै 2-4 दिन हेर्न सकियो है त। अब यो सपोर्ट जोनमा 2352 को सपोर्ट जोनमा आइरहेको जस्तो पनि देखिन्छ। यसलाई अझै वेट गरेर चाहिँ नेक्स्ट डेहरूमा चाहिँ स्ट्राटेजी बनाउँला। अहिलेको लागि चाहिँ यसलाई वेट गर्न सकियो। अब इन्डिभिजुअल स्टकहरू 1-2वटा लो क्यापहरू चाहिँ त्यसमा चाहिँ आँखा लाउन सकियो होइन अदर सेक्टरमा। अब हाई क्याप चाहिँ अहिले गाह्रै छ है त अहिलेको स्थितिमा। ब्याङ्किङ सेक्टर हेरौँ होइन। अब हाई क्याप हेरिदिउँ। अब यो ब्याङ्किङ सेक्टरहरूमा चाहिँ अझै पनि बाइङ आइसकेको छैन होइन। यो सपोर्टतिर डाइरेक्ट भएर आइरहेको छ मार्केट होइन, 1358 आइरहेको छ। यसलाई अझै वेट गरेर चाहिँ यतातिर आउँदाखेरि कस्तो रियाक्ट गर्छ त्यही अनुसार चाहिँ त्यसपछि हामीले बाइङ स्ट्राटेजी बनाउनु पर्ने हुन्छ। अहिलेको लागि हेर्ने मात्र है त। ब्याङ्किङलाई चाहिँ अहिलेको लागि जस्ट वेट एन्ड वाचको स्थिति रहेको छ। अब यो ग्याप पनि फुलफिल गरिसकेको छ, तल आउँदैछ होइन। अब यहाँनिर राम्रै रिजेक्सन दिएको थियो बढ्ने बेला, अब यही लेभलमा आएर लिक्विडिटी लिन खोजेको जस्तो पनि देखिन्छ। यसलाई वेट एन्ड वाच गर्न सकियो। ल अब नेप्सेको कुरा गरौँ अन्तिममा होइन। नेप्से पोजिटिभ नै छ, अब अगाडि नै भनिहालेँ। 50% चाहिँ यो सपोर्ट ब्रेक गरेर तल आयो भने चाहिँ फिबोनाचीको 0.61 को लेभलमा 2691 मा बाँकी 50% चाहिँ एड गर्नुपर्ने स्थिति रहेको छ। अब के भने अर्को 50% चाहिँ यो सपोर्ट जोनभन्दा माथि स्टेबल भएर बस्यो भने चाहिँ एड गर्नुपर्ने स्थिति रहेको छ नेप्सेको कुरा गर्ने भने। मार्केट पोजिटिभ नै छ, बुल रनमै हो हामी होइन। यति झर्छ अन्त फेरि माथि आउँछ, फेरि झर्छ, फेरि माथि जान्छ, फेरि झर्छ, त्यसै गरी नै माथि जाने हो मार्केट। ठिक छ, नेप्से पोजिटिभ नै रहेको छ। आजको लागि चाहिँ यति नै गरौँ। अब होली छ, 2 दिन बिदा छ, राम्रोसँग होली मनाउनु होला। अब आँखातिर पर्न सक्छ, कसैलाई एलर्जी हुन्छ, त्यही अनुसार नै अब सजग भएर मनाउनु होला। अनि अन्डा सन्डा युज गर्नुहुन्छ भने अब गर्नु हुने र नहुने मान्छे छुट्याएर गर्नु होला। सबै तरिकाले होली मनाउनु होला, ड्रिङ्क एन्ड ड्राइभ नगर्नु होला। यति भन्दै आजको यस मार्केट एनालाइसिसबाट बिदा माग्न चाहन्छु। हजुरहरूको दिन शुभ रहोस्। धन्यवाद। र अन्तिममा भिडियो यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। सब्सक्राइब, लाइक र कमेन्ट गर्न नबिर्सिनु होला।